Empire. आज चाहिँ मैले पानीपुरी लिएर आएको छु। सो गाइस म चाहिँ एक्लै भन्न खोजेको सबैलाई दिएर यो चाहिँ मेरो ब्याग, म चाहिँ पानीपुरी खान लागेको छु। यस्तो गर्मी छ गाइस, आमा के गर्नु गाइस। अब भिडियो नि कोही छैन सँगै बनाउनलाई, सिंगल लाइफ रक भने जस्तै भइरहेको गाइस होइन। पानीपुरीको पानी, वा पानीपुरीको पानी मिठो भयो भने चाहिँ खाना मजा आउँछ होइन। पानीपुरीको पानी चाहिँ के गर्नु, आफैले बनाएको के कम भएछ। तो गर्मी छ नि गाइस, अस्ति नै त एक्लै बनाएर एक्लै बसेर खानु मन के मजा रहेछ गाइस होइन। के गर्नु, सिंगल लाइफ रक भन्ने कुरो भएन, बिहा भएपछि। नष्टै दामी भएको गाइस। हजुरलाई मसँग पानीपुरी यत्रो खान सक्दिनँ भने खै यो फुट गया। मैले चाहिँ खुर्सानी नहालेको गाइस, फेरि खुर्सानीले मर्नु बनाउँछ र पिरो भएर है, त्यही भएर यसमा चाहिँ सादा छ। पानीपुरी चाहिँ पिरो मिठो हुन्छ होइन, तर मेरो चाहिँ सादा। Mind blowing. यो पानीपुरी चाहिँ एकदम मिठो हुन्छ होला गाइस। तर एउटा खुर्सानी त हाल्नु पर्ने रहेछ, पिरो भएन, पिरो बिना त मजै नहुने। फेरि पिरो भएन वा हुन्छ भनेर नपिरो खान खोजेको गाइस। टक्क लाएर पानी यसरी भर्ने अनि जस्तै दामी। तर यो भैयाहरूले बनाएको अझै मिठो हुन्छ होइन, खुराको भन्दा। जसरी पानीपुरी खान पाए त चेस।
हालको पानीपुरी नै हो है। अब तपाईहरुलाई चाहिँ अब मेरो नेक्स्ट भिडियोमा के खाएको हेर्न मन छ कमेन्ट गरिदिनु ल। अनि त्यसपछि मेरो कमी कमजोरीलाई पनि कमेन्टमा भनिदिनु, किनभने मैले सुधार्ने मौका पाउँछु त। बस दाबी मैं धेरै पानीपुरी खाएर खाऊ आयो। ज्यादा माया हाँस्दै जानुला दुःख सबै। मलाई चाहिँ सुजन जापा गाईको गीत यति मनपर्छ, म ठुलो फ्यान छु सुजन जापा गाईको स्वरको। लास्ट टाइम त्यही माथि साइडनेस। ओ माई गड दुइटै दामी दामी। हाम्रो सागर दादा नचिन्ने त को होला र चिन्नु भएन भने युट्युबमा गएर साइग्रेस अफिसियल सर्च गरेर स्टोरीहरू सुन्नु होला हैन। तपाईहरुलाई पनि बानी पर्छ साइग्रेस दाइको बानी। तिमीको आवाज नहुनुहुन्छ साइग्रेस दाइ हैन, त्यही भएर साइग्रेस दाइको फ्यान हुन्छ फ्यान। यसरी यसरी अनि यसरी यसरी हो यसरी। माई गड यसरी। ओ माई गड यस। अब म धेरै खान सकेन, पेट दुख्यो, धेरै खानु नै हुन्न। यसै बढी खायो भने सन्चो हुनु नि त गाइज। त्यहाँदेखि बल्ल बल्ल मेरो वेट कन्ट्रोल भइरह। अब म खानु सकेन गाइज, कति भइपुग्यो। हामी पानीपुरी पानीपुरी भन्नुहुन्छ होइन, तर धेरै खानै नसकिने। Wow. पोखे पनि हाल्नु पर्यो त गाइज। अब म लास्ट एउटा गाइज, अनि त्यसपछि सकिनँ म खा।
सो गाइस धेरै खाएँ। सो गाइस आजको लागि चाहिँ यति नै। बाई गाइस, प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि मेरो लागि अर्को के कन्टेन्ट लिएर आउँदा ठिक होला भनिदिनु होला। बाई।